चाहिँ हाम्रो ब्लग सुरु भइएको छ र हामीसँग हुनुहुन्छ प्रवेश। यस्तो गरेर सन्तोष छ। यहाँ चाहिँ हाम्रो भाइ यहाँ भर्खर सिक्न आएको होइन। यहाँ चाहिँ म छु दुई तिन दिनमा हान्ने रहेछ है यो हो नि त तपाईँको ब्रेक छोड्ने न्युट्रलमा राखेर ट्राई गर्नु। ठिक छ। ब्रेक छोड्ने खोइ अघिमा त राम्रो भएको थियो त राम्रो भइरहेको थियो अघिसम्म होइन। के भयो डेन्जर आइदिरहेको रहेछ भिडियो। एउटाले दिने अर्कोले स्टार्ट गर्यो। हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानन्द। धेरै होइन दुई तिन दिनमा चाहिँ हान्छ उसले मजाले। दुई तिन दिनमा त सक्छ पर्फेक्ट हुन्छ हो र। ठिक छ कन्ट्रोल एकदम बिस्तारी क्या। क्या क्लियर आयो होइन खतरा क्लियर आयो। देखिरहेको छ क्या सो नै बबा भनिरहेको थियो सर हुनुहुन्न अरे दामी छ पर्फेक्ट वहाँ चुच्चोमा लगा हो आफूमा हो दामी स्पिड हो सही हो ल। प्र्याक्टिस मिल्दैन नि अहिले मिल्छ मैले भनेको। लोकेसन हानिदिउँ कि एक लड यार। यस्तो खतरा आइरहेको छ लोकेसन के हो रहेछ। बाटो भरि काँडाहरू पन्छाउला मुस्कुराउनु यसै गरी मागेर पाउने भए म हो लाइसेन्स हातमा मागिदिन्थे कन्ट्रोल गर प्रवेश बाबु नत्र फेल होला। हेर पुग्ने छ होला यस्तो होला नोरा भन्दा कम्दैन नोरा फते हो घुमाइ त ठिक छ तर कन्ट्रोल भनेको साथी। यस्तो खतरा आएको छ कि यहाँ लोकेसन हेर्न आउनु त लोकेसन खतरा भयो है।
इभिनिङ टाइम ओ ब्रेक यो बाइकमा कन्ट्रोल छ कि म अर्को सक्दैन कस्तो आउँदैछ त्यहाँ चाहिँ तिमी होइन तिमी सगरमाथा चढेर आएपछि नर्मल भैँसीबारी जान अप्ठ्यारो भयो दादा यहाँ हेरिदिनु नि यार ठिक छ अब हाम्रो यहाँ आउनु एक लट ल चट्ट क्यानाडाबाट आउनुभएको हाम्रो सर छ क्यानाडाबाट आउनुभएको हाम्रो सर छ होइन मलाई चाहिँ हामीले एकदमै विशेष गरेर गाइड गरेको ल यस्तो खतरा आएको यार खतरा गाडी लिएर गाडी यस्तो मोबाइल दिएछ खतरा आएछ यार ए डान्स हो केटाहरू सट्ट लगाएर चल्दैछ ल भ्याइमा फेरि एकचोटि ओ खतरा तेरो चाहिँ के हो के भयो तँलाई तेरो घर कहाँ हो घर जा उठेर घर जा आज रक्सी पाउँदैन तँलाई जा घर जा टक्सिकानी